नमस्ते, myself Mr. Anil from All in One Mr. Anil च्यानलबाट र आज हजुरहरुको सामु एउटा धेरै राम्रो टपिकको कन्सेप्ट र ओभरभ्यू दिने कोसिस गर्छु र भिडियो चाहिँ सर्ट एन्ड स्वीट हुनेछ। सर्वप्रथम अब कार्बोहाइड्रेट मेटाबोलिजम र कार्बोहाइड्रेटको बारेमा बुझिसक्नु भयो होला, कसरी डाइजेसन हुन्छ, कसरी एब्जर्प्सन हुन्छ हैन, कसरी त्यो हुन्छ नि माउथदेखि स्टार्ट हुन्छ, त्यसपछि स्टोमकमा गएर ड्यु टु एसिडिक इन्भाइरोमेन्टको कारण रुक्छ नि, किनभने त्यहाँनिर के हुन्छ हाम्रो सिलिभरी एमाइले जुन टाइलेट हुन्छ माउथमा, त्यसले हाम्रो माउथमा काम गर्छ र एसोफेगससम्म काम गर्छ, तर पेटमा जाने बित्तिकै एसिएलको कारण त्यो डिएक्टिभेट हुन्छ, त्यसपछि स्मल इन्टेस्टाइनमा ड्युडेनममा गएर फेरि एक्टिभेट हुन्छ, पेन्क्रियाटिक अमाइलेज सेक्रेट गरिदिन्छ। त्यो त उठाएको कुराहरू छ, डाइजेसन एब्जर्प्सन बुझ्नु होला। र यहाँनिर म तपाईहरुलाई ओभरभ्यू दिन्छु, खासमा कार्बोहाइड्रेटमा पढ्नुपर्ने कुराहरू के के छ। र ग्लाइकोलाइसिस, ग्लाइकोनियोजेनेसिस, ग्लाइकोजेनोलाइसिस र एचएमपी पाथवे, यो पाँचवटा छ। यसमा अलिक पाथवे हुन्छ, रेपाकोट ल्याम्बरिन पाथवे हुन्छ, त्योहरू पनि हुन्छ, तर त्यसको बारेमा पनि भन्न लाग्दैन। अब सर्वप्रथम ग्लाइकोलाइसिस भनेको के हो? जब लाइसिस जहिले पनि कुनै पनि वर्डमा आउँछ, लाइसिस त्यसको मतलब के सम्झिदिने? ब्रेकडाउन। के? ब्रेकडाउन। तो जहिले पनि सम्झिदिने के? ब्रेकडाउन। ग्लाइकोलाइसिस भनेको ब्रेकडाउन। अब यो ग्लाइकोलाइसिस भनेको ब्रेकडाउन अफ ग्लुकोज इन्टु 2 मोलिक्युल्स अफ पाइरुवेट। र यो स्टेप अब मसिले बन्ने 2 मोलिक्युल्स अफ पाइरुवेट किन बन्छ होला? हाम्रो बडीमा जस्तो पनि कुरा भइरहेछ यो सबै हाम्रो बडीको फाइदाको लागि भइरहेछ। अहिले म बोल्न सकिरहेको छु, मेरो साथी अमन मन्सुर क्यामेरा सम्हाल्नु हुनुहुन्छ, र उहाँ क्यामेरा सम्हाल्नु भएपछि के को कारण? सबै इनर्जी हुनु पर्यो के को लागि पनि, बिना इनर्जीको केही पनि हुँदैन। यो सबै पाथवेमा पनि इनर्जी हुन्छ, एक्सेप्ट यो जसमा एटिपी प्रोड्युस हुँदैन। एटिपी भनेको इनर्जी करेन्सी फर आवर सेल हैन, एटिपी हुनैपर्छ इनर्जीको लागि। जसरी अब ग्लाइकोलाइसिसमा पनि के भन्छ NADPH निस्किन्छ नि, तर त्यो ETCमा गएर 2.5 एटिपीमा चेन्ज हुन्छ के, त्यो त पछिको कुरा। अब ग्लाइकोलाइसिसको फर्दर भ्यू भन्दाखेरि ग्लाइकोलाइसिस भनेको त ब्रेकडाउन अफ ग्लुकोज भने 10 स्टेपको हुन्छ। त्यो स्टेपमा कस्तो हुन्छ नि, सुरुमा इनर्जी इन्भेस्टमेन्ट फेज हुन्छ, त्यसपछि इनर्जी रिलिज फेज हुन्छ। यो संसारमा कुनै पनि कुरा साथीहरू बिना इन्भेस्ट गरिकन आउँदैन कि। हामीलाई एटिपी के भन्छ नि, लिनलाई पनि एटिपी पहिला दिनुपर्छ क्या। उदाहरणलाई बुझ्नु कि सास लिनलाई के भन्छ, सास लिनलाई पनि पहिला सास फाल्नुपर्छ नि, त्यस्तै हो कि एटिपी युटिलाइज हुन्छ क्या यसमा हामी। र अरू जुन एटिपी यो 2 मोलिक्युल्स अफ पाइरुवेट हुन्छ, र यो चाहिँ ग्लाइकोलाइसिस हुने कहाँ गर्छ क्या। म ओभरभ्यू मात्र दिन्छु, त्यो म कुनै स्टेपमा जाँदैन कि। अब ओभरभ्यू ग्लाइकोलाइसिस हुन्छ कहाँ, तो यसको बडो मजबुत कुरो थियो कि यो ग्लाइकोलाइसिस तपाईको एनारोबिक कन्डिसनमा पनि हुन्छ, तर यो ल्याक्टिक साइकलतिर जान्छ। र यो हाम्रो बडीमा सबै सेलहरु छ नि, बडीको सबै सेलमा हुन्छ कि। आरबीसीमा आरबीसी को लागि मेन सोर्स अफ एनर्जी छ के यो ग्लाइकोलाइसिस के मेन सोर्स अफ एनर्जी छ, तर ब्रेन को लागि पनि धेरै इम्पोर्टेन्ट छ। अनि यो के भन्छ ग्लाइकोलाइसिसमा अर्को बुझ्नुपर्ने कुरा के छ कि यो 2 मोलिक्युल्स अफ पाइरुवेट बनाइदिन्छ नि, त्यसपछि त्यो क्रेब साइकलमा जान्छ। अब क्रेब साइकलमा पनि थुप्रै स्टेपहरु हुन्छ के, त्योमा पनि लगभग 8 वटा स्टेप हुन्छ के, बुझ्यो। अनि त्योमा लगभग हामीले 10 एटीपी नै पाउँछ के, 10 एटीपी हामी पाउँछौँ। र त्यो एटीपी पनि हामीले इनर्जीको लागि, एटीपी त इनर्जी हो नि, त्यो सबै इनर्जी बनाइरहेको थियो। र ग्लाइकोलाइसिसमा अझै बुझ्नुपर्ने कुरा यो छ कि ग्लाइकोलाइसिस आरबीसी को लागि एउटा राम्रो इनर्जीको सोर्स हो, बिकज आरबीसी हैव नट माइटोकन्ड्रिया एन्ड क्रेब साइकल कान्ट ह्यापन देयर, बिकज क्रेब साइकलको लागि हामीले के चाहिन्छ? माइटोकन्ड्रिया चाहिन्छ। क्रेब साइकल जहिले पनि माइटोकन्ड्रियामा हुन्छ, र त्यसको लागि जहिले पनि अक्सिजन हुनु पर्यो, बिना अक्सिजनको हुँदैन। तर आरबीसीमा हुन्छ हैन, आरबीसीमा अक्सिजन भएर पनि क्रेब साइकल हुँदैन, ड्यु टु ल्याक अफ माइटोकन्ड्रिया, याद गर्नु होला। अर्को के कुरा छ नि बेफाइदा के छ कि हाम्रो जसरी ग्लुकोज हाम्रो सबैभन्दा इन्स्टेन्ट इनर्जी सोर्स हो क्या। र ग्लुकोज यदि कम, मतलब ग्लुकोज र हाम्रो यो जुन हार्ट हुन्छ नि, हार्ट त्यससँग त्यो बडी रिलेसन राख्दैन कि, मतलब बडी इनर्जी त लिन्छ, तर यो मायोसाइट सेल हुन्छ नि जुन कि बडी इनर्जी हाम्रो ग्लाइकोलाइसिसबाट युज गर्दैन के, त्यो कोलेस्ट्रोल मेटाबोलिजम फ्याट मेटाबोलिजमबाट युज गर्छ। त्यसैले डाइरेक्ट
सप्लाई अफ इनर्जी हार्टसँग नभएको कारण हार्ट एटेक हुन सक्छ के मायोसाइट सेल डेड हुन सक्छ किनभने इन्स्टेन्ट इनर्जी सोर्स हाम्रो ग्लाइकोलाइसिस जहिले पनि म बोलिरहेको हुन्छु हामीले खाना खाने बित्तिकै ग्लाइकोलाइसिस हुन्छ नि यो लाइसिसको ब्रेकडाउन हुन थाल्ने के खतरनाक। अब यति कुरा बुझिसक्नुभयो हैन कि यसमा कहाँ हुन्छ कतिवटा स्टेपमा हुन्छ कतिवटा इनर्जी रिलिज हुन्छ हैन त्यो सबै बुझिसक्नुभयो क्या। हाम्रो खासमा एरोबिक कन्डिसनमा यसमा 7वटा एटिपी हुन्छ दुईटा इन्भेस्ट भएको हुन्छ पुरै 9वटा भएको हुन्छ 9वटा 7 दुईटा। एनारोबिकमा दुईटा मात्र हुन्छ किनभने अहिले ल्याक्टेट साइकलमा गएर त्यो इन्भेस्ट भएको हुन्छ क्या एनएडीपी त्यति कुराहरू बुझिसक्नुभयो। अब म ग्लाइकोनियोजेनेसिसको कुरा गर्छु। ग्लाइकोनियोजेनेसिस भनेको नियो भनेको नयाँ न्यू जेनेसिस भनेको फर्मेसन। अब ग्लाइकोजेनेसिस नियोजेनेसिस भनेको फर्मेसन अफ ग्लुकोज फ्रम नन कार्बोहाइड्रेट सोर्स। अब जहिले पनि ग्लाइकोनियोजेनेसिस सुन्ने बित्तिकै अब नन कार्बोहाइड्रेट के छ हामीले पाइरुभेट छ। अब पाइरुभेट तपाईँ के भन्छ ग्लाइकोजेनेसिस भनेको फर्मेसन अफ ग्लुकोज फ्रम न्यू ग्लुकोज बुझिदिनु। र यो चाहिँ तपाईँको के हुन्छ नि पुरै रिभर्स हो क्या रिभर्स अफ ग्लाइकोलाइसिस ग्लाइकोलाइसिसको रिभर्स हो। र ग्लाइकोलाइसिसमा म एउटा कुरा भन्न छुट्याएँ के भन्न छुट्याएँ कि ग्लाइकोलाइसिसमा के हुन्छ नि तपाईँको 3वटा इरिभर्सिबल स्टेप हुन्छ क्या। एउटा तपाईँको कुन हुन्छ एउटा फर्स्ट हुन्छ एउटा थर्ड हुन्छ एउटा 9 हुन्छ यो चाहिँ इरिभर्सिबल फेज बुझ्नु। अब यो इरिभर्सिबल फेजलाई के हुन्छ नि 4वटा इन्जाइमले एक्ट गरेको हुन्छ क्या यो सबैले रिभर्स गर्दैन। अब 4वटा इन्जाइम किन भयो सर तपाईँले त 3वटा भन्नुभयो त्यहाँ गाई तपाईँले त 3वटा रिभर्सिबल स्टेप भन्नुभयो त्यो किन हुन्छ नि किनभने अग्जालो एसिटेट हुन्छ नि के भन्छ एसिटल कोइन्जाइम हुन्छ नि त्यो एसिटल कोइन्जाइम यसलाई के भन्छ डाइरेक्ट बाहिर निस्किन सक्दैन क्या पहिला अग्जालो एसिटेटमा कन्भर्ट हुन्छ क्या अनि त्यसपछि त्यो बाहिर निस्किन्छ क्या त्यसपछि पाइरुभेट बन्छ अनि त्यसपछि साइकल हुन्छ। त्यही भएर यहाँनिर एउटा बाहिर निस्किनलाई चाहिन्छ र अग्जालो एसिटेटलाई यहाँनिर फस्फोइनोल पाइरुभेट हुन्छ नि त्यसले पास गर्नलाई एउटा चाहिन्छ दुईवटा भयो त्यसपछि एउटा यहाँ चाहिन्छ फेरि एउटा यहाँ चाहिन्छ सबै मिलाएर 4वटा चाहिन्छ बुझ्नुभयो। डाइरेक्ट यहाँनिर पाइरुभेटबाट फस्फोइनोल पाइरुभेट यो त 3वटा भयो एउटा बाहिर निस्किनलाई याद गर्नु नदीको लागि त्यो 4वटा इन्जाइम कुन छ त्योहरू पनि तपाईँले याद गर्नुपर्छ। र यो 4वटा इन्जाइम याद गरे तपाईँको यो पनि सक्यो दुईवटा। यो अर्को दिनमा ग्लाइकोलाइसिसको पार्ट डिटेलमा पढाउँला अहिले चाहिँ ओभरभ्यू हो क्या। र के भन्छ अब ग्लाइकोजेनेसिस द फर्मेसन अफ ग्लुकोज। अब ग्लाइकोजेनेसिस भनेको त्यो फर्मेसन अफ ग्लुकोज बुझ्नुहोस् क्या फर्मेसन अफ ग्लुकोज। अब ग्लाइकोजेनेसिस किन हुन्छ त्यहाँबाट त्यो एक्स्ट्रा ग्लुकोज छ क्या बडीमा त्यो ग्लुकोजलाई चाहिँ स्टोर गरेर राख्नु पऱ्यो त्यतिखेर हुन्छ कि ग्लाइकोजेनेसिसले। अब ग्लाइकोजेनोलाइसिस भनेको त्यो अब जुन स्टोरेज ग्लुकोज छ मानौँ कि हामी ग्लुकोज इन्टेक गरेर कि अब त्यो ग्लुकोज अब ग्लाइकोनियोजेनेसिस पनि उस्तै हो हैन। ग्लाइकोजेनोलाइसिस भने स्टोर्ड ग्लुकोजलाई टुक्रियाउने तर यो भएको ग्लुकोज पहिला सकिहाल्छ नि तर यो स्टोर ग्लुकोज सकिहालेपछि नियोजेनेसिस स्टार्ट हुन्छ क्या यो अलिकति लजिकल कुरा छ। अब यो दुईटैमा फरक के छ अब ग्लाइको म एकचोटि यदि भनिदिरहेको छु ग्लाइकोजेनोलाइसिस भनेको यो ग्लाइकोजेनेसिसलाई ब्रेक डाउन गर्ने के बुझ्नुभयो यो वर्डले पनि त्यही कुरा भन्दैछ। त्यसपछि एचएमपी पाथवे जब यो एचएमपी पाथवे भनेको के छ नि कि एचएमपी पाथवेको प्रिकर्सर धेरै इम्पोर्टेन्ट छ। यसको प्रिकर्सर चाहिँ NADPH छ के र एउटा हुन्छ तपाईँको NADPH हुन्छ र अर्को हुन्छ तपाईँको DNA RNAहरू बनाउनुमा मद्दत गर्छ के राइबोलोज 5 फस्फेट हुन्छ कि राइबोज 5 फस्फेट के त्योहरू मद्दत गरिरहेको हुन्छ यसमा। यसको मेन काम हो तर यसको इनर्जीमा केही पनि भूमिका छैन कि इनर्जी दिनमा। अब यो यसको लागि म गफ गर्छु अब म हतारमा भने तपाईँलाई पनि लाग्यो होला के भन्नु चाहियो। खासमा यसमा बुझ्नुपर्ने कुरा यति मात्र छ तपाईँ यो भिडियो यदि खोलिसक्नु भएको छ यदि टाइम हेर्नुभयो भने के बुझ्नुभयो कि भिडियो हेरेपछि यो कुरामा भनेको ग्लुकोज
मा विभिन्न प्रकारको मेटाबोलिजम छ कि एउटा लास्टमा रहेको कोट लिभर बिङ पाथवे छ कि त्यसलाई के भन्छ नि त्यो तपाईँको सन्ट जस्तै त्यो के भन्छ नि त्यसले तपाईँको आरबिसीबाट अक्सिजनलाई डिसोसिएट मतलब त्यो के भन्छ नि जसरी अब ट्रकमा मानु कोही एउटा सामान राखेको हुन्छ कि अनि त्यसलाई अनलोडिङ गर्नु पऱ्यो नि त्यसै अनलोडिङ गर्ने काम कसले गर्छ त्यो त्यो ग्लाइकोलाइसिसको म पढाउने बेला नि तपाईँले त्यो बारेमा डिटेल भनिदिन्छु क्या ग्लाइकोलाइसिस पढाउँदाखेरि त्यसको स्टेजहरू पढाउँदाखेरि डिटेलमा भनिदिन्छु अब यति नै गरौँ र आजको यस भिडियोबाट म आशा गर्न चाहन्छु कि तपाईँहरू ओभर कन्सेप्ट मात्र ओभरभ्यू ग्लुकोजको त्यो मेटाबोलिजम ग्लाइकोलाइसिस ग्लाइकोनियोजेनेसिस र ग्लाइकोजेनेसिस र ग्लाइकोजेनोलाइसिसको बारेमा अलिअलि केही बुझ्नुभयो होला। खासमा म आजको लेक्चर सर्ट एन्ड स्विट राखेछु तपाईँहरूको लागि र यति भन्दै आजको 2 शब्द यो ग्लुकोज कार्बोहाइड्रेट मेटाबोलिजम अन्तर्गत यहीँ रोक्न चाहन्छु। बाई बाई, सी यू इन अनदर लेक्चर। बाई बाई।